नमस्कार, सेवा अनि हार्दिक स्वागत छ यहाँलाई मेरो च्यानलमा। यो च्यानलमा विशेष गरी मैले इपिएस सम्बन्धी प्रश्नोत्तरका भिडियोहरू मैले केही वर्ष अगाडि अपलोड गर्ने गरेको थिएँ। विशेष कारण अथवा समय अभावका बावजुदले मैले त्यहाँ भिडियोहरू निरन्तर रूपमा अपलोड गर्न सकिनँ। तसर्थ 1-2 वर्षको ग्यापपछि फेरि मैले यो च्यानल मार्फत अब मेरा डेली अथवा दैनिक एक्टिभिटिजहरूलाई चाहिँ समेटेर यो च्यानलमा मैले प्रस्तुत गर्ने कोसिस गरेको छु र आजदेखि मैले यो च्यानलमा चाहिँ मेरो दैनिक क्रियाकलापका भिडियोहरू अथवा भ्लग अपलोड गर्नेछु। यहाँहरू सबैले हेरेर साथ सहयोग र माया प्रतिक्रिया जनाइदिनु न अनुरोध पनि छ। र आज चाहिँ एकदमै चिसो छ बाहिर। केही दिन अगाडिदेखि एकदमै मौसम चाहिँ -10-12 डिग्रीसम्म झरेको छ र आज केही मात्रामा अलि तातो भएको छ। त्यस कारणले आज हामी बिदाको समयलाई चाहिँ सदुपयोग गर्दै बाहिर निस्किने जमर्को गरिरहेका छौँ केही साथीहरू। र यतिखेर हामी गाडीको पर्खाएछौँ। गाडीको म्याप हेर्दाखेरि लगभग आधी घन्टा जस्तो देखाएको छ र केही समयपछि चाहिँ हामी प्रस्थान गर्नेछौँ। अब हामी भेट्छौँ साथीहरू सँगै हामी गाडीतिर भेटौँ है त। ल अब चाहिँ हामी लाग्दैछौँ बाहिरतिर। अँध्यारो छ यहाँ मान्छे हो। ल निरे खाम नि ल भन्दैछ। रोजन भाइ आउने नि त। 3 जना मात्रै आज साथीहरू चाहिँ दमादम खेलेर बसेका छन्। अझै खेल्नु बाँकी नै छ। भोलि पर्सि होइन छुट्टी। अझै चाहिँ ठ्याक्कै 2-3 दिन छुट्टी छ। 6 गतेसम्म छुट्टी, 7 गतेदेखि चाहिँ ड्युटी सुरु हुन्छ। मेरो चाहिँ ड्युटी भोलिबाटै छ। गाडी पनि साह्रै ढिलो आउने के चिसो छ। आज त ठिकै रहेछ है मौसम। हिजो अस्ति त आमामा निक्लेर साध्य थिएन, कम्ती चिसो थियो त। हो ए ए ने सेमेङ तो रोजन तो नभयो ए बुढा खालि ल्याङ गर्छ, अर्को चाहिँ बोल्दैन। यो बुढै छ अहिले। त्यो हो चाहिँ बुढा किन नगर्ने रे यहाँ। जम गाडी कतिखेर आउने हो। फारान घुमेर आऊ मात्रै आउने हो। आज त्यस्तो केही छैन किन्नु त। एउटा उ चाहिँ ल्याउनु पर्छ क्या, यस्तो कालो टोपी क्या, पुरा अनुहार मात्रै ढाक्ने क्या चिसोमा। पहिले त्यो कम्पनीले नि दिन्थ्यो नि, दिन्थ्यो टोपी पनि दिन्थ्यो यार। आजकल त टोपी पनि दिनु छोड्यो। त्यो कालो टोपी पुरा यो अनुहार यति मात्रै देखि नि झाप्प। चिसोमा त धेरै चिसोमा राम्रो काम दिन्छ नि त। ल कम्पनी छेउमै हाम्रो बस चढ्ने ठाउँ छ। अहिले ठिकै भयो। फेरि 1 महिनापछि ठ्याक्कै कोरियन नयाँ वर्षमा पनि 1 हप्तै बिदा दिने रहेछ भन्ने कुरो सुन्यो होइन। पोहोर पनि दिएको भन्दै थियो। पहिले त त्यस्तो थिएन। नयाँ पनि 1-2 दिन 2-3 दिन त 3 दिन त बिदै छँदैछ। बिदाले पनि अहिले त बिदा धेरै बिदा हुँदा पनि धेरै समयपछि त काम गर्ने मन लाग्दैन नि है। झ्याउ लाग्छ। बिदै भए हुन्थ्यो। घुमेकै फेरि काम निकै बिदापछि फेरि काममा जानु पर्यो भने कम्ती झ्याउ लाग्छ सुरुको दिनतिर। यो चाहिँ हाम्रो ठ्याक्कै त्यो गाडी देखिएको लोगो बिचमा रातो भएको हो हाम्रो कम्पनी। अहिले चाहिँ हामी गाडी चढेर यहाँ फारान बजार जान लागेको छौँ। बस
स्ट्यान्ड चाहिँ यहाँ छ, यतापट्टिको त्यतापट्टिको त्यहाँ छ, ठ्याक्कै यहाँ हामी बस कुर्छौँ एकैछिन। त्यहाँ बस स्ट्यान्डमा चाहिँ बस आउने ट्याक्क कुन कुन नम्बरको कति बजी अथवा कति मिनटमा आउँछ भनेर यहाँ देखाउँछ, यहाँको देखाइराखेको छ। 13-1 को समय पनि देखाउँछ र त्यसको त्यो स्टेसन पनि कुन स्टेसनमा आइपुग्यो भनेर देखाउँछ। अहिले चाहिँ त्यहाँको तापक्रम 1 डिग्री देखाइरहेको छ है। यहाँ चाहिँ स्टेसन टाइम टु टाइम 10 को 12 स्टेसन अगाडि रहेछ। साङहेङ 10 नम्बरको बसमा हामी जान्छौँ। ट्याक्क त्यहाँ देखाइरहेको छ। थुप्रो यहाँ जति पनि आउँछ बस, त्यो बसहरूको आउने समय यहाँको आजको तापक्रम 1 डिग्री देखाइरहेको छ। अहिले चाहिँ बिहान चाहिँ -5-7 सम्म थियो, अहिले दिउँसो भएकोले तापक्रम अहिले चाहिँ बढेको छ। र हामीले पर्खिराखेको बस पनि आइसक्यो। त्यहाँ सुरुकोमा त्यहाँ 10 नम्बर देखाएको छ, खोज्छाक तुरुन्तै आइपुग्ने भनेको छ त्यहाँ, तर आउँदै पनि छ। र यहाँ चाहिँ बस यसरी टाइम टु टाइम चढ्न सकिन्छ, सजिलो छ। आइसक्यो। अब हामी यही 10 नम्बरको बस चढेर साथीहरूसँग जानेवाला छौँ। ल बस चढ्दा चाहिँ लाइनले फेरि जाउँ, भिडियो बनाउँदै हो नि बनाइदिउँ भनेर त्यसो हो। यहाँ चाहिँ बस चढ्नलाई फेरि कार्ड चाहिन्छ, कार्डबाट सजिलै चाहिँ होइन मजाले सजिलो छ है यहाँको बस चढ्ने सिस्टम चाहिँ। यसो हाम्रो नेपालमा कहिले हुन्छ होला यस्तो किसिमको, यसो गर्दाखेरि कसैलाई मार परेन नि त। ठ्याक्क हाम्रोमा चाहिँ अलिक बार्गेनिङ हुन्छ, उस्तै परे सोझो सिधालाई चाहिँ धेरै पनि लिने, आफ्नो यसो चिने जानेको र अलिकति त्यो मै हो भनाउनेहरूलाई चाहिँ फेरि फ्रीमा छोडिदिने चलन पनि छ। यहाँको चाहिँ सिस्टम छ। यहाँ चाहिँ बसको कस्तो राम्रो सिस्टम छ, नेपालमा पनि त्यो स्क्रिनमा अलिअलि चाहिँ देखाएको देखिन्छ त्यो स्क्रिनमा। यहाँ चाहिँ अब स्क्रिनमा पनि देखाउँछ अनि त्यो एनाउन्स पनि गर्छ होइन। सँगसँगै झर्नु परेमा हाम्रो यहाँ के छ, स्टप बटन पनि छ यहाँ। त्यहाँ थिच्ने बित्तिकै चाहिँ स्टेसनको नाम पढेर सुनेर झर्न सकिन्छ, सजिलो छ। अहिले चाहिँ हामी झरिसक्यौँ फारान बजार। फारान बजारमा चहल पहल छ विदेशीहरूकै सबै। पहिले यतिको हुँदैन थियो, सुरुमा आउँदा त यतिखेर त आमामा विदेशी कम्ती धेरै हुन्छ त मान्छेहरू। भाइ आउनु भएकै कति भयो फारान? 4 वर्ष। त्योभन्दा अगाडि कहाँ थियो कम्पनी? माधो यता टाढो पर्छ है। म त्यता काम खोज्ने क्रममा चाहिँ गएको छु। अनि मेरो पहिलेको कम्पनी चाहिँ त्यो उता थियो, के भन्छ त्यो फाल्थान भन्ने सुनेको छ, थाहा छ फाल्थान? फाल्थानतिर थियो, त्यहाँ मैले 7 महिना जति काम गरेको। त्यतिखेर त्यो कम्पनी बन्द भयो। त्यहाँ त बेलुका राति 12 बजीसम्म काम गरेँ नि। भाइको रेकर्ड छ त्यस्तो? 4 वर्षसम्म हानेको रेकर्ड छ। 12 बजीसम्म बिहान 8 देखि 4 वर्षसम्म हान्ने छ। 4 वर्षसम्म? 4 वर्षसम्म एक दिन मात्र। 1 बजीसम्म? एक दिन। मेरो चाहिँ त्यो लगभग त्यो कम्पनी पछि बन्द पनि भयो। त्यो फर्मको र गाडीको सिट बनाउने कम्पनी थियो। त्यहाँ चाहिँ हामीले जोस् 6 महिनासम्म गऱ्यो लगातार, राति 12 बजीसम्म बिहान 8 बजीदेखि। तर त्यो कम्पनी पछिबाट बन्द भयो। पछि पैसा पनि दिएन। त्यसपछि विभिन्न मुद्दाहरू गऱ्यो, के गर्यो, पछि कति 20% कटाएर दियो, पैसा फिर्ता त आयो। जोस् त्यो हराउँदैन रहेछ कि पैसा चाहिँ फिर्ता आउँदो रहेछ जे भए पनि। हेरौँ ज्याकेट कपडाहरू हालिन्छ यहाँ। हालिन खागेक त यति छ 19,900। ठिकै छ हौ। पहिले हामीले योमा थुप्रो किन्यो यार, यसपालि चाहिँ किनेको छैन मैले एकैपटक पनि यो पसलमा क्या। यहाँ अनि ऊ त्यहाँ पनि थियो। यो ज्याकेट मैले उहीँ किने हो अगाडि। जाउँ कता? गुन्द्रुक लाने भने होइन? कुनमा पाउँछ?
आलुहरू चाहिँ यहाँ बाहिर यसरी राख्छ यार नेपालमा चाहिँ तर यो सस्तो पनि पर्छ हौ यहाँको त कता ब्याङ्कै जानु पर्छ होइन जुनै ब्याङ्कमा एटिएम भइहाल्यो नि एटिएममा जानु त एटिएम भइहाल्यो नि त्यो जुनैबाट पनि के भयो र उरिने नजाने जाडो छ कता कता गइन्छ के किन्ने हो थाहा छैन अहिले चाहिँ पहिले यहाँ केबीको पनि थियो नि ब्याङ्क थियो अहिले हटाएछ नि कुकमिनको थियो त अहिले रहेनछ एटिएम त तल उहाँहरूलाई जिरो मेरो मार्टमै जाउँ जिरो मार्टमा होइन कुन चाहिँ हो ए त्यो रोजेको ट्यागको आँखा क्याप। मात्र देखाउने ठिक छ र त्यो यो घाँटी लाउने हो क्यारे नि होइन उसको लागि मात्र यहाँ त ए कति हो त्यो पल्लो यो घाँटीमालाई मात्रै लाउने रहेछ मुखमा पनि छोप्ने हो 12,000 रहेछ यसको के अलमा चारियो 이게 4,000이요 머리도 쓰고 마스크도 하고 목도 하고 그래요? 아, 이 ठीक हुन्छ है क्या हो टोपी 칼라는 이쁜 거라고 칼라는 예쁜 거예요 아 त्यही लिँदै यस्तो किन्ने हुनु होइन ट्यागको किन्नु भएको छ ल सुरुवात गरिहाल्नु यहीँ अब घाटन गरेर ट्यागको है 4,000 वनको हो यो ठिक छ पैसासँग भन्दा पनि तातो हुन्छ पैसा होइन कस्तो देखिन्छ भन्ने कुरा देखिनु भन्दा पनि चिसोमा तल कम्पनीमा चाहिँ टक्क यसो गरेर टोपी लाउँदाखेरि घाँटीलाई सेफ गऱ्यो भने घाँटी दुख्नुलाई चाहिँ अलिक बच्छ भनेर हो ल कति त्यो पनि ठिक छ है ठिक छ काम गर्दा लाउनु पहिले त कम्पनीले दिन्थ्यो र गजबको दिन्थ्यो कि त्यस्तो खालको चाहिँ यहाँ छैन त्यो कताबाट ल्याउँछ हो कति अरे त्यो ओछन् लिँदा पनि लिने भए ल कुन चाहिँ कालो खुपाङ खुपाङको के छ हामीले गर्नुपर्ने त्यस्तो छैन हावा खानु मात्रै लियो चिसोले हावा खुवाइहाल्यो नि ले जाउँ यहाँ ट्याक्सी आयो यतै त्यहाँ गएर ट्रान्सफर गरौँ त्यसको लागि हिँडे हो अहिले चाहिँ त्यति हो खै त साट दिन्छ कि साट्दैन भने पाक्छ कि खालेर गयो भने त के चाहिँ ल यहाँबाट चाहिँ ट्रान्सफर गर्नु पऱ्यो एटिएम ट्रान्सफर एटिएमबाटै ट्रान्सफर गर्नु मिल्छ ल ट्रान्सफर गरिदिउँ है त डेट कतिको राखे हुन्छ होइन एक हप्ता 10 दिन हप्ताको छ सफ्ट मिल्क ब्रेक गरे सुन्तलाको सिजन जो छ अहिले 1 केजीको होला हो माङ लेखिरहेको छ त माङ भनेको के हो 1 केजी जति 1 केजी बेसी पनि छ क्यारे यार कतिको हो यस्तो 9,800 को धेरै रहेछ नि त त्यहाँबाट यो साँच्ची के छ यो चाहिँ अनार हो होइन के भन्छ यसलाई बाफ्रे कति छ यसको त्यति छ हौ यार हट तरकारीहरू हेरौँ यो चाहिँ के हो खासमा सेलरी तितेपाती जस्तो रहेछ तर हाम्रो नेपालको तितेपाती त्यस्तो हुँदैन अलि सानो 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 पात हो
सुनवाल भयो खोर्सानी पनि हेर न आमा कुन खालको खोर्सानी हो यो अहिले चाहिँ रातो प्याज थुप्रो जहीँ तहीँ पाउँदो रहेछ नत्र पहिले यत्र यत्रो त्यस चाइनिज मात्रै पाउँथ्यो नि सेतो यो तर यो त खासै स्वादै हुँदैन नि त होइन हाम्रो लागि त सानो खालको लसुन पनि पाउँदो रहेछ पाउनु चाहिँ हिजो मैले साग त्यो हाम्रोतिर पाइने नेपालमा पाइने त यो खालको छ नि होइन तिमीले लगेको यही हो हिजोको अर्को काँक्रा पिरो खोर्सानी हो यो मिडियम साइज लास्टै पिरो नि हुँदैन ठिक्क पिरो हुन्छ उयो पल्लो चाहिँ त्यो छ नि काच्चा किचीको पिरो कि गुलियो हो गुलियो यो चाहिँ हल्का पिरो हुन्छ अहिले त भान्टाहरू पनि पाउँदो रहेछ यो फर्सी चाहिँ गजब मिठो लाग्छ मलाई यो हुन त यो पनि फर्सी रहेछ तर यो चाहिँ गजब मिठो लाग्ने कि यो हाम्रो देशको जस्तै यो यताको यो यताको पहिले त अझ थियो जस्तो लाग्दैन थियो म यो मात्रै पाएको देखेको थिएँ अहिले यो पनि आउनु थालेछ खोर्सानी धुलो छ त्यसरी काँक्राको साइज हेर्छु है के लियो ब्रोकौली काँक्रा साथीले यहाँ ल्याइसक्यो यति ब्रेड कौली र अर्को छ यो के अरे पालुङ्गो आलु चाहिँ कत्रो कत्रो यार त्यो त अलिक सानो खाले पर्छ ऊ बाहिर थियो नि त्यो लिँदा हो नि बाहिर त्यत्रो प्लास्टिकमा राखेको पोका पोका देखेन अघि ऊ त्यो माथिको स्टप छेउमा र प्याजको पनि पोका पोका छ त्यो लिँदा हुन्छ यो धेरै ठुलो छ 5 वटाको 9080 एभोकाडो राखेपछि अलि तातो ठाउँमा राखेपछि पाक्ने हो पुरै काँचै छ मेरो गाउँमा अस्ति हेर हावाले पुरै रुखै उखेल्दै थियो दुईटा 5 वटा नला नि अब खादो यो चाहिँ कहाँको होला यो चिल्लीको हो चिल्ली लेखिरहेछ त चिल्लीबाट हो क्या इम्पोर्ट यता चाहिँ सबै पाकेको खानाहरू रेडी छ तरकारीहरू सहितको छ है प्याकेटमा खानाको प्याकेट पाकेको रेडिमेड खानाहरू तताउने चट्टा खाने यहाँ पनि छ तरकारीहरू रेडिमेड टक्क तताउने ओभनमा सट्टा खाइहाल्ने लानु छोडेको तिमीले चाहिँ पवनले यिनीहरू पहिले सुरुमा त हामी यो अनि जुन छ नि यो खाना लग्यो अनि ततायो खाने गर्थ्यो तर व्यर्थ हुँदो रहेछ क्या माछा मलाई बनाउनु आउँदैन यो माछा खास झ्याउ लाग्छ हौ सिद्रा जस्तो चाहिँ यहाँ हेर न अझ यो माछा हेर चाहिँ यो हेर न यो त उतिर हुन्छ नि प्राय नुनमा मिसाएको हुन्छ ल ऊ यहाँ छ त नि के को छ यो मासु यार हाडी छ कुखुरा लाने के लाने कुन त जे भए पनि कुन चाहिँ हो यो भनेको तिमीले हाँसको छँदैछ बङ्गुरको पनि छ भनेको नि त त्यो लगे पनि भयो जुनै लगे पनि भयो
कति 8,000 हो 17,000 होइन होइन यो चाहिँ लाने भनेको यो चाहिँ कस्तो कुखुरा हो यो चाहिँ त्यही थोजन काट्यो सारो खाला हो बोक्दा हुन्छ काट्ने हो कि यसलाई काटेर लाने हो यो खाना चाला जुसी हो ने के छ ए यो चाहिँ ऊ हो कि क्या गिरिराज जस्तो हो कि क्या हो गिरिराज जस्तो हो कि क्या हो कति अरे यसको एउटा 17,000 एउटाको त्यही हामीबाट लान्छ नि त्यो तल चाहिँ कति हो यसको हो रहेछ 17,000 रहेछ त्यहाँ मूल्य होइन ल खोजुङ थाक पनि हामी लिइसक्यो त्यही नै होला यति नै होला धनियाँ त छैन लाने भए लाँदा हुन्छ खोजुङ थाक अरे यो चाहिँ अलि कस्तो गिरिराज जस्तो कुखुरा हो खै मै दिन्छु किनभने मैले पनि दिइरहेको छु नि त कहाँ छौ यो हो ओके अझै भएन भयो प्लास्टिक आयो हामी चाहिँ आज घुम्दै घुम्दै फारन चिसोमा तिनजना घुम्दै घुम्दै आएको सपिङ पनि अलिअलि गरियो है जाडो पनि छ ब्याट्री पनि सकिएको अवस्था हो झन्डै गाडी अझै हाम्रो जानुलाई बाँकी नै छ कति झन्डै 45 मिनट जति बाँकी छ कुर्नु पर्ने छ अब गाडी त अरू पनि पाउँछ तर त्यसमा चाहिँ अलि छिटो अलि छोटो हुन्छ छिटो जाने सरासरी जाने गाडी भएकोले त्यसमा जान खोजेको आज अहिले त तापक्रम माइनस त छैन 1-2 छ क्या र पनि चिसै छ अलिअलि हिजो अस्ति चाहिँ धेरै नै चिसो हो अब चाहिँ हामी फारन बजार यहाँको स्थानीय बजार घुमिसकेर पनि सपिङ गरिसकेर पनि पाण्डा फार्म घुमेर होइन आई सपिङ धेरै गरियो होइन आज गरियो अब यसो बस्यो छङ्ग्रीजाङमा अब यसो बस कुरौँ भन्ने अवस्थामा छौँ हामी एकछिन कुरेर अब हामी रुमतिर लाग्छौँ र आजको दिन चाहिँ एकछिन 2-4 घन्टा हाम्रो बाहिर निक्लेर यसो चिसो हावा खाँदै बित्यो अब यतिकै भयो नि दाजु होइन आजको यात्रा घुमघाम लगभग यति नै हो अब भोलि काम गरिहाल्नुपर्छ गएर अब हामी फेरि अर्को भेटमा भेटौँला अर्को हप्ता मात्रै भेट्ने बाचा गर्दै आजको यो हाम्रो अनौपचारिक सामान्य छोटो भेटबाट चाहिँ हामी छुट्टिन्छौँ हाम्रो यो भिडियोलाई हेर्दै गर्नु होला त्यतिन्जेलसम्मको लागि हामी छुट्टिन्छौँ बाई बाई